नमस्ते, स्वागत छ। आजको यो बसाइमा हामी कुरिलो खेती कसरी गर्ने भन्ने बारे एकदमै सरल र व्यावहारिक तरिकाले कुरा गर्नेछौँ। ल सबैभन्दा पहिले एउटा प्रश्नबाट सुरु गरौँ न, होइन त? आखिर नेपालमा कुरिलो खेती किन यति धेरै लोकप्रिय भइरहेको छ? खासमा यसको लोकप्रियता पछाडि तीनवटा मुख्य कारणहरू छन्। पहिलो कुरा त यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ। दोस्रो, शहरतिर यसको माग वात्तै बढेको छ। अनि तेस्रो, जुन सबैभन्दा आकर्षक कुरा हो, यो एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी दिइरहने बाली हो। ल अब कुरिलो खेती गर्ने यात्राको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण चरणतिर लागौं, त्यो हो सही ठाउँको छनौट। अब हेर्नुहोस्, कुरिलोको राम्रो विकासका लागि नि 15 देखि 18 डिग्री सेल्सियसको औसत तापक्रम सबैभन्दा राम्रो मानिन्छ। र खुशीको कुरा के हो भने यस्तो तापक्रम नेपालको मध्य पहाडी क्षेत्रमा सजिलै पाइन्छ। यहाँ एउटा एकदमै रोचक कुरा छ। कुरिलोको बोटलाई जाडोमा लगभग 3 देखि 5 महिनासम्म आराम चाहिन्छ। एक किसिमले सुषुप्त अवस्थामा जानुपर्छ। हो, त्यसका लागि माटोको तापक्रम 10 डिग्री सेल्सियसभन्दा तल झर्नु एकदमै जरुरी छ। अनि हो, माटोको स्वास्थ्यलाई त बिर्सनै भएन। सबैभन्दा राम्रो नतिजाका लागि माटोको पीएच मान 6 देखि 7.5 को बीचमा हुनुपर्छ। त्यसैले कस्तो माटो छान्ने त? मलिलो, गहिरो अनि पानी नजम्ने, मतलब निकास राम्रो भएको बलौटे दोमट माटो। अनि ठाउँमा प्रशस्त घाम लाग्नु पनि पर्यो। एउटा कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ है। कहिले नहट्ने खालको बहुवर्षीय झारपात भएको ठाउँ चाहिँ छान्दै नछान्नुहोस्। ल, ठाउँको कुरा त भयो। अब जातको कुरा गरौँ न। नेपालमा मुख्यतया दुईवटा जात चल्तीमा छन्। एउटा हो मेरी वाशिंटन र अर्को अमेरिकन जर्सी किङ। आउनुहोस्, यी दुईमा कुन चाहिँ राम्रो हो अलिकति तुलना गरेरै हेरौँ। हेर्नुहोस्, मेरी वाशिंटन चाहिँ अलि पुरानो परम्परागत जात हो। यसको टुसा सानो हुन्छ र पलाउन पनि समय लाग्छ। तर अर्कोतिर छ अमेरिकन जर्सी किङ। यसको टुसा त 100 ग्रामसम्मको ठूलो हुन्छ अनि उत्पादन पनि छिटो छिटो दिन्छ। त्यसैले त यो जातलाई निकै उत्कृष्ट मानिन्छ। ल, हामीले सही ठाउँ पनि छानिसक्यौँ, राम्रो जात पनि छानिसक्यौँ। अब पालो आयो यसलाई कसरी रोप्ने र स्याहार गर्ने भनेर जान्ने। स्वस्थ सुरुवातका लागि रोप्नुभन्दा पहिले जमिन तयार गर्नु एकदमै जरुरी छ। के गर्ने त? पहिलो, माटोलाई 3-4 पटक राम्रोसँग जोत्ने। दोस्रो, डल्लाहरू फोरेर सबै झारपात हटाउने। अनि तेस्रो, प्रतिरोपनी 80 देखि 100 भाली कम्पोस्ट मल हाल्ने। अनि जब बिरुवा रोपिन्छ त्यो बेला चाहिँ हरेक बोटको लागि छुट्टै लगभग 3 केजी जति कम्पोस्ट मल हाल्नुपर्छ। यसो गर्दा बोटलाई सुरुमै चाहिने पोषण पुग्छ। ल, बिरुवा त रोपियो, तर अब यसलाई सफल बनाइराख्न दुईवटा काम एकदमै महत्त्वपूर्ण हुन्छन्। ती हुन् गोडमेल र सिँचाइ। आउनुहोस्, यसबारे कुरा गरौँ। एउटा भनाइ नै छ, कोरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो। र यो कुरा एकदमै साँचो हो। यो बालीमा किसानले सामना गर्ने सबैभन्दा ठूलो चुनौती नै यही झारपात हो। तर आत्तिनु पर्दैन, यसको समाधान पनि छ। झारपात नियन्त्रण गर्ने 3वटा सरल तरिकाहरू छन्। 1. बेला बेलामा हल्का खनजोत गरिरहने। 2. हातेले झार उखेल्ने। अनि 3. माटोमाथि 3-4 सेन्टिमिटर बाक्लो हुने गरी मल्च ओछ्याइदिने। अब पानीको कुरा गरौँ, जुन उत्तिकै महत्त्वपूर्ण छ। बिरुवा रोप्ने बित्तिकै त पानी दिनै पर्यो। त्यसपछि पहिलो 2 वर्षसम्म आवश्यकता अनुसार सिँचाइ गर्नुपर्छ। अझ विशेष गरी फागुनदेखि वैशाखसम्मको त्यो सुक्खा मौसममा त पानीको एकदमै ख्याल राख्नुपर्छ। ल, यति धेरै मेहनत गरेपछि अब लागौँ न त यो यात्राको सबैभन्दा रमाइलो र फलदायी खण्डतिर। त्यो हो उत्पादन र आम्दानी। कुरिलो खेतीमा एउटा कुरा चाहिँ चाहिन्छ, त्यो हो धैर्यता। हेर्नुहोस्, पहिलो वर्ष टुसा टिप्ने लोभ गर्नु हुँदैन। बोटलाई मजाले बढ्न दिनुपर्छ। दोस्रो वर्षदेखि मात्र उत्पादन लिन थाल्ने हो। तर एकपटक बोट राम्रोसँग सप्रिएपछि यसले 10 देखि 15 वर्षसम्म, सोच्नुस् त, 15 वर्षसम्म लगातार उत्पादन दिइरहन्छ। प्रश्न आउला, कहिले टिप्ने त? सजिलो छ। जब टुसाहरू 8 देखि 12 सेन्टिमिटर लामा हुन्छन्, तब त्यो टिप्नका लागि ठिक्क भएको बुझ्नुपर्छ। अब उत्पादन कति हुन्छ भन्ने कुरा गरौँ। यदि राम्रोसँग खेती गरियो भने एक रोपनीबाट 200 देखि 500 किलोग्रामसम्म उत्पादन लिन सकिन्छ। यो भनेको त आम्दानीको एउटा निकै राम्रो स्रोत हो नि, होइन र?
यसको आर्थिक फाइदालाई एउटै लाइनमा भन्नुपर्दा एक पटकको लगानी 15 वर्षसम्म आम्दानी। साँच्चै कुरिलो खेतीको सबैभन्दा आकर्षक पक्ष नै यही हो। ल, यो सबै जानकारीपछि अब एउटा अन्तिम तर महत्त्वपूर्ण प्रश्न सोच्न मन लाग्यो। के हाम्रो खेतबारी कुरिलो खेतीका लागि तयार छ त?